नमस्कार। आजभन्दा करिब 2500 वर्ष अघि त्यस बेलाको नेपालको तौलिया जिल्ला अन्तर्गत कपिलवस्तु भन्ने एक रम्य देश थियो। हालको अर्थात् आधुनिक नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको रूपन्देही जिल्ला, त्यस रूपन्देही जिल्ला अन्तर्गतको मायादेवी गाउँपालिकाको पवित्र क्षेत्र, पवित्र भूमि लुम्बिनी क्षेत्रमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म भएको थियो। यही नेपाल भूमिमा जन्मिनुभएका, यही माटोमा जन्मिनुभएका बुद्ध पुरुष, महापुरुष भगवान गौतम बुद्धलाई विश्वभरि करिब 50 करोडदेखि 55 करोड मानिसहरू भगवानका रूपमा, भगवान गौतम बुद्ध र धर्मका रूपमा बौद्ध धर्मलाई धारण गर्नुभएको छ। त्यस्ता महापुरुषको जन्म, मृत्यु र ज्ञान प्राप्त एउटै तिथि वैशाख शुक्ल पूर्णिमाका दिन भएको हो। यस्तो पवित्र दिन वैशाख 18 गते शुक्रबारका दिन परेको छ। सोही अवसरमा गौतम बुद्धको जीवनी र दर्शनको सारांश यहाँहरूमाझ मैले राख्ने प्रयास गरेको छु। उहाँको जीवनीको पहिलो अध्याय उहाँको जन्मसँग सम्बन्धित छ। भगवान गौतम बुद्ध यही लुम्बिनी क्षेत्रमा जन्मिने भविष्यवाणी गरिएको थियो। गौतम बुद्धका पिता राजा शुद्धोधन र माता मायादेवी हुनुहुन्थ्यो। उहाँ राजपरिवारको सदस्य हुनुहुन्थ्यो। वैशाख पूर्णिमाको दिन विशेष चाड मनाइन्थ्यो त्यस राज्यमा। त्यसै दिन मायादेवीले दिव्य सपना देख्नुभयो। उहाँको माताजीले, देवताले उहाँको मातालाई सपनीमा हिमालतर्फ लग्नुभयो र पवित्र स्थान स्नान गराउनुभयो। अनि त्यो सपनाको बारेमा ब्राह्मणहरूले अर्थ लगाउँदै महान व्यक्तिको जन्म हुने भनेर भविष्यवाणी गरिसक्नु भएको थियो। गर्भधारणपछि रानीको राम्रो हेरचाह गरियो र राज्यभरि खुसी फैलियो। मायादेवी माइत जाने इच्छा राख्नुभयो र माइत जाँदै गर्दा देवदाह र कपिलवस्तुको बीचमा रहेको लुम्बिनी वनमा विश्राम लिनुभयो। सोही लुम्बिनीको बगैँचामा सालको रुखमुनि सिद्धार्थ गौतम बुद्धको जन्म भयो। भगवान गौतम बुद्धको जन्मपछि कपिलवस्तु र देवदहका मानिसहरूले खुसी मनाए। दोस्रो अध्याय म अर्को भागमा ल्याउनेछु। धन्यवाद।